सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भ्लगमा। फेरि आइसकेको छु म तपाईँलाई एउटा नयाँ भ्लग ल्याएर। यो मेरो ड्युटी हो हैन। सामान आहा हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो आएको मेरो यो सामान, हाम्रो सामान त्यहाँ छ। भित्र पनि आहा, यहाँ पनि छ। इनर चाहिँ बोतल हो, त्यो जग भइहाल्यो। अनि बोतलको आइटम ल, यो बोतलको आइटम यहाँ छ। नयाँ नयाँ बोतल आएर छ अहिले गाइज होइन। ल हेर्न सक्नुहुन्छ बोतल कस्तो राम्रो छ होइन। ल गाइज होइन, यो एकछिनमा बनेर मिलाउनु पर्छ यसलाई गरम। अब यसको पारी आयो। ल गाइज होइन, यस्तो छ काम गर्ने तरिका हाम्रो। धुलो धुलो हुन्छ क्या, त्यही भएर मास्क लाउनु पर्छ क्या। सबको चाहियो यस्तो सबको चल्छ। स्पोर्ट दामी रहेछ यार। एक कार्टुन आइभयो। त्यो कुन चाहिँ हेर्नुपर्छ, त्यो चाहिँ आइटम नम्बर 3139 हो। यो चाहिँ यस्तो रहेछ है गाइस, 3139 को हो यो चाहिँ होइन। 3139 नम्बरको यो चाहिँ यस्तो खालको रहेछ। यो चाहिँ पनि राम्रै छ, हेर्न सक्नुहुन्छ। बच्चाहरूको लागि ठिक हुन्छ। यो चाहिँ ठुलो मान्छेहरूको लागि पनि ठिकै हो। यो चाहिँ स्कुल पढ्ने स्टुडेन्टहरूलाई चाहिँ ठिकै हुन्छ। यो चाहिँ राम्रो छ बोतल, हेर्दा पनि डिजाइन पनि राम्रो छ। मलाई योभन्दा त्यो बोतल चाहिँ राम्रो लाग्यो। अघि सुरुमा तपाईँहरूलाई देखाएको चाहिँ त्यो चाहिँ राम्रो लागेको होइन। यस्तै छ काम गर्ने तरिका हाम्रो। मास्क लाउनु पर्छ, धुलो मुलो हुन्छ। अन्त गाइस होइन, अब यो भयो, मैले यो टिपिसकेको छु। ल यसरी कपीमा टिपेर तल साउजीलाई बुझाउनु पर्छ कति छ, कति सामान आयो, के आयो भनेर सबै हिसाब किताब बुझाउनु पर्यो। तल टिपिसकेको छ। अनि लगाइस अब बोतल चाहिँ सक्यो मिलाएर। अब यो चाहिँ छ बाँकी रह, हेर्न सक्नुहुन्छ। देखेन कि यो जग लगाइस, यो मिलाउनु पर्यो कि अब यसो एकछिन फोन अड्काउँ। भिडियो बनाउनुको लागि स्ट्यान्ड बनाउनु पर्यो नि त, अड्काएर होइन। अब यो गर्नु पर्यो गाइस, कति छ कपीमा लेख्नु पर्यो। ट्याक्कै यो हुन्छ, तलसम्म हेर्ने कति लाइन छ। अब एकछिन मैले क्यामेरा बन्द गरेँ गाइस। टोटल यो लामो 5 लाइन रहेछ। 5, 10 यसरी 5, 10, 15, 20, 25, 30, 35, 40, 45, 50, 55, 60, 65, 70, 75, 80, 85, 90, 95, 100। यसमा 100 पिस भयो भनेपछि 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 20, 5, 5, 20, 5, 5, 100 पिस। यसमा नि त्यही 100 पिस नै हो। यो भएपछि अब त्यो भित्रको देख्नुभयो होला नि, त्यत्रो भद्रगोल छ, त्यो सबै मिलाउनु पर्ने छ अहिले। अब यसलाई चाहिँ टक्क लाएर यतातिर भयो पनि यतातिर यही मिलाएर ठिक होला होइन। टक्क लाएर यता हल्का ठाउँ बनाएर मिलाउनु पर्यो। यो पनि पित्तलको, यो तामाको, पित्तल भन्छ तामाको जग हो यो चाहिँ होइन। हेर्न सक्नुहुन्छ बाहिरभित्र फुल कप्पर, फुल तामा, ब्रास पनि भन्छ होइन। हामी चाहिँ कप्पर भन्छौँ।
कपरवाला भन्छौँ, के अरे ब्रास पनि भन्छ, तामा पनि भन्छ, आफ्नो तरिका हो भन्ने होइन। ल यो भएपछि अब यसलाई हल्का ठाउँ बनाउनु पऱ्यो नि त, मिलाउनु पऱ्यो। यस्तो छ, धुलो उड्छ, मास्क नलाएसम्म त काम गर्नै सकिन्न कि, मास्क नलाएसम्म काम गर्नै सकिन्न, मास्क नलाएसम्म त काम गर्नै सकिन्न क्या होइन। यस्तरी टक 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 मिलाउनु पर्छ। हेर्नुहोस् यो आयो, यस्तरी गर्नुपर्छ। यो कित्ली, यो 5 लिटरको कित्ली हो। यो 6 को हो भनेपछि यो कतिको यो पनि त्यही नै रहेछ। यो चाहिँ ब्राइटको कित्ली एकदम राम्रो हुन्छ। यो चाहिँ यसरी मिलाउनु पर्छ गाइस होइन, यसरी मिलाउनु पर्छ गाइस। ड्याग 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 लाएर मिलाउनु पर्यो। सबैले के काम गर्छ होइन, सबैले कमेन्ट बक्समा लेख्नु है त। मैले चाहिँ यहाँ भाडा दोकानमा गर्छु भने अरूले किन काम गर्छ, कस्तो जग्गामा गर्छ भनेर कमेन्टमा लेख्नु होला गाइस। म पढ्छु कहाँदेखि होइन, कसले के काम गर्दै हुन्छ। र अर्को कुरा र गाइस, अर्को कुरा होइन, अब कसले कहाँदेखि हेर्दै हुनुहुन्छ यो भिडियो कमेन्ट पनि गर्नु होला र सब्सक्राइब पनि गर्नु होला है गाइस। मेरो भर्खर नयाँ च्यानल हो, त्यसैले साथ सपोर्ट चाहिँ मलाई एकदम चाहियो कि। फुल तरिकाले, फुल मोमेन्टले साथ सपोर्ट चाहियो मलाई चाहिँ। कसले कहाँदेखि हेर्दै हुनुहुन्छ भनेर कमेन्ट पनि गर्नु होला र कसले के काम गर्छ भनेर कमेन्ट पनि गर्नु होला। त्यही भन्न चाहन्छु। के भनेर खै, कोही आर्मी हुनुहुन्छ भने होइन, कोही कपडा दोकानमा गर्नुहुन्छ होला, म त भाडा दोकानमा गर्ने भएँ, कसैले ब्याङ्कमा गर्नुहुन्छ होला, कोही म्यानेजर हुनुहुन्छ होला होइन। सबैको आफ्नो पर्सनालिटी हो, केही फरक परेन। काम भनेको कुनै पनि सानो ठुलो हुँदैन। कुरा यति कुरा याद राख्नु, कसैले पनि कामलाई हेरेर जज गर्न मिलेन गाइस। होइन ल भेटौँला अब गाइस।